हेलो नमस्ते वेलकम फेरि पनि मेरो युट्युब च्यानलमा सबैलाई। सुनवार सेवा समाज शाखा कुबेत 2072मा स्थापित भएको यो सुनवार सेवा समाजलाई सबैजनाले स्वागत गर्दै सम्मान गर्दै गरौँ। अनि पेन्ट गरेको चाहिँ यो अब टी-सर्टको अब सुनवार सेवा समाजहरूलाई एउटा समाजलाई जातिलाई एउटा परिचय पहिचान दिन खोजेको हो हैन। अनि यो चाहिँ अब काम गर्दा गर्दैको एउटा सानो झलक छ। हाम्रो जातिहरू के गर्दो रहेछन् रे? कति त हाम्रो जातिहरू अब थाहा हुँदैन चिन्दैनन्। यो अब सुनवार सेवा समाज भनेपछि सुनवार जाति के हो कसो हो भनेर एउटा चिन्ने ठाउँ मौका पनि पाइन्छ। न्यु इयर यही हो न्यु इयरमा ल अब चाहिँ यो कपहरू पनि प्रिन्ट हुने हो। कप अनि चाहिँ माथिको के रे ल अब सबैजना आउनुहोस् यहाँ। अब चाहिँ कपहरू प्लेट यस्तो यस्तो सबै प्रिन्ट हुन लागिरहेछ है। अब चाहिँ हाम्रो प्रिन्ट हाउस नेपालमा टी-सर्ट र पेन्ट ट्राउजरहरूमा मात्र नभइकन सीमित नभएर हाम्रो अलिकता बढाएको छौँ। हामीले प्रिन्ट बढाएको छौँ। जस्तै कप अनि क्याप अनि बोतल अनि फ्रेमहरू पनि प्रिन्ट गर्ने गरेको छौँ। अनि तपाईहरु सबैजनालाई जुनसुकै अगाडिको भिडियोमा पनि मैले हाम्रो प्रिन्ट हाउस नेपालको लोकेसन बताएको छु। यो चाहिँ चाबेल मैजुबा बङ्गलामुखी मन्दिरमा हो। अनि यो चाहिँ अब भनौँ न कुबेत शाखाको एउटा अब टी-सर्टहरू प्रिन्ट गरिरहेको छौँ। अब आदि त उहाँहरूले एकजनालाई भार पर्छ भनेर दुईजना मिलेर भाग चाहिँ बोकेर लगिसक्नुभयो। अनि अब यो चाहिँ बाँकी चाहिँ एकजना बडाले लाग्नु भएको छ। अब यो गर्दाखेरि एउटा हाम्रो समाजलाई सुनवारको पहिचान परिचय जनजातिको लागि एउटा राम्रो हो। अनि अब अरू जुनसुकै जसले पनि प्रिन्ट गर्न सक्नुहुनेछ लोकेसन बताइरहेको छु। अब त्यति भन्दै म सबैजनालाई नमस्ते भनेर फेरि अर्को भिडियोमा भेटौँला भन्ने बाचाका साथ सबैजनासँग बिदा लिँदै सबैजनालाई बाबाई भन्दै फेरि भेटौँला भनेर म बिदा लिँदैछु। नमस्ते बाबाई। इसको मैंने बहुत ज़्यादा रेला है कि अच्छा नहीं है, ये स्टोरी में कुछ ऐसा नहीं कर पाते कि इन्वेस्ट है भाई साहब। आज इन्होंने मुझे ऐसा बैंगर डिलीवर